यताउति गर्न आएको के म्याम म चाहिँ क्रिस्चियन होइन बुद्धिस्ट हो भए पनि म मर्दाखेरि चाहिँ मलाई चाहिँ नजलाओस् जस्तो लाग्छ कि किनकि मलाई पोल्छ नि त होइन यो चाहिँ पुरै निकालेको यस्तरी मेरो पावरले ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अन्त म चाहिँ यहाँ लोड सेटिङ हो कि सिरिङ हो हेलो साथीहरू गुड मर्निङ एभ्री वान सबैजनालाई सुखा फुल्ला आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु ठिकै छु आरामै छु आज चाहिँ बिहानै भ्लग स्टार्ट गरिरहेको छु किनभने यत्तिकै अब थम्बनेल हेरेर तपाईँहरूले थाहा भइहाल्नुहुन्छ थाहा भइहाल्नु भइसक्यो आज अहिले चाहिँ म यहाँ बिहानै हिजोदेखि हाम्रो पानी आएको छैन कि नेपालमा मात्रै पानी बत्तीको लोड सेडिङ हुन्छ भनेको त लोड सेटिङ हो कि सिरिङ हो यहाँ साइप्रसमा पनि त्यस्तै हुने रहेछ साथीहरू अन्त म चाहिँ यहाँ अरूको घरमा त्यहाँ तल एउटा घरमा चाहिँ पानी आइरहेछ अरे त्यही भएर त्यता पानी लिन गइरहेको छु जान लागेको बोतलहरूमा अब खानु त पर्यो पानी त छैन अनि त्यही भएर बोतलहरूमा हिजो 2टा बोतल थियो सक्यो के अब फ्रिजमा छन् त छ एउटा 2टा भयो भने अर्को लिन जाने रे के बुढीलाई खै के बनाउने रे म चाहिँ यसरी बोतलमा पानी खाली बोतलहरू लगेर पानी ल्याउन लागेको छु बाल्टिनमा हालेर भिडियो बनाउने त बाटो भएर नि छ हो हावा चलेर यहाँ केही छैन आज कति धेरै हावा चलेको एकछिन रोग ल्याउने हो यो हावाले अब म चाहिँ फिक्स बिरालो यस्तो मनपर्छ कि साथीहरू यस्तै हो यहाँ भिडियो गर्नै पाइरहेको छैन कि यो के भन्छ हौ यो हावा चलेछ कि हावा चलेर यहाँ भिडियो गर्न पाएको छैन लाइक हुन्छ नि भ्लग बनाउँदैछु अनि पुरै हावा चलेपछि त भोइसहरू रेकर्ड हुँदैन नि त यसरी पानी लिन जाँदैछु तलको त्यो तलको घरमा मान्छे छ कि छैन हेर्न है हेर्न जाँदैछु मलाई बिहानै भएर भर्खर उठेर होला फेसै कस्तो देखेर होला है होइन यो घरमा जाँदैछु कि यहाँ देखाउँछु तपाईँहरूलाई यहाँ रोड क्रस गर्नु पनि हुन्छ त्यहाँनिर यो घर झन् उसले पनि 3टा दिएर पठायो म त बोक्नै नसक्ने भयो अब कसरी जानु होला यत्रो उकालो जानुपर्छ क्या त्यहाँनिर वा कति राम्रो सिन देखेको हसी जानुपर्छ म होइन यस्तै हो साथीहरू मेरो यहाँ तमासा हेर्नु ल उत्पड्याङ काम मात्रै गर्न आउँछ अरे अब त्यहाँ माथि जाने हो म कोही बस्दैन भने यो घरहरूमा हामी मात्रै हो यो घरमा एकजना अनि माथि हामी एकजना त्यति हो कोही छैन यो घरहरूमा यहाँनिर चाहिँ यस्तो उकालो छ कि अनि त्यही भएर म चाहिँ हिँड्नै सक्दैन मोटी पनि त छु नि त त्यही भएर हो क्या अनि यहाँ 2टा 3टा 4 5 6वटा 7वटा बोतल छ हौ यत्रो उकालो जानुपर्छ अनि त यहीँ माथि हो कि घर चाहिँ यहीँ गाह्रो भयो यहाँ अर्काको घरमा बस्छ हेर न यहाँ साइप्रसमा पनि सल्लाहको बोट सल्लाह अब चाहिँ म घर गएर ड्रेस चेन्ज गरेर अनि म्यामहरू नि आउनुहुन्छ अनि उता चिहानतिर जानुपर्छ साथीहरू
साथीहरू म चाहिँ यहाँ च्यानमा आएको उनीहरूको हुन्छ नि त्यो के भन्छ निमोसिना छ कि मेरो बजुको बुढाको बितेर चाहिँ 12-13 होइन 17 वर्ष भयो अब चाहिँ। अनि उसको निमोसिना भन्ने चाहिँ अब वर्षै पछि गर्छ नि हो त्यस्तै छ। अनि आज चाहिँ यो सन्डे छ, अब यो चाहिँ आज सफा गर्न आएको हामी चाहिँ। उनीहरूको च्यान त हेर्नु न कस्तो दामी के, मलाई त कस्तो मनपर्छ हो यसरी राखिएको त। हाम्रो त जलाइहाल्छ सकिहाल्छ कि। यो चाहिँ हामीले काटेको होइन, यो चाहिँ पुरै निकालेको यस्तरी मेरो पावरले। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। फाल्न जाँदैछु यहाँनिर। कहाँ फाल्ने होला, कहाँ फाल्ने होला, यत्रो बोटै ढाल्दियो। बल त खतरा छ नि फेरि। मैच्याङको हाम्रो गाउँ यहाँ बजुको यहाँ बाजेको उनीहरूको काट्ने ठाउँमा तिनीहरूको त्यो क्रिया त्यो के भन्छ, यहाँ त गु रहेछ त्यो हो कि आज निमोसिना आइरहेछ कि सराद जस्तै आइरहेछ। अनि त्यस्तोमा चाहिँ उनीहरूको पनि च्यानमा सफा गर्ने रहेछ कि, सफा गर्ने नयाँ फुलहरू राख्ने यताउति गर्न आएको कि म्याम र म चाहिँ। अनि देखमा सफा गर्दैछु। बिहान चाहिँ पानी ठुलो परेर अहिले चाहिँ हामी यहाँ छौँ। अब चाहिँ म माथि जान्छु होइन। यो चाहिँ हाम्रो च्यान हो, अब उसको बजुको बुढाको च्यान के ऊ यहाँभित्र गाडेको छ। यो रातो सेतो फुल पनि आज नयाँ हालेको। अनि यो फुलहरू सबै नयाँ हालेको आज सफा गरिसक्यो। अब चाहिँ हेर्नु न कस्तो मनपर्छ क्या मलाई त। उनीहरूको यस्तो हुन्छ नि अब क्रिस्चियनहरूको यसरी काटेको लाइक यस्तो बनाएको कति मनपर्छ क्या। हाम्रो त पोल्छ तर मलाई सबै मेरै मनपर्छ। हाम्रै यो पोलेको मन पर्दैन कि, म दुख्छ नि त, पोल्छ नि त, मलाई गाह्रो हुन्छ नि त मर्ने बेला। त्यही भएर सक्यो गाइस फाइनली होइन। अब जाने हामी चाहिँ। हेर्नु यस्तो छ यहाँनिर चाहिँ भर्खर कति दिन अगाडि चाहिँ मरिसक्यो यहाँनिर। 2025 360 अस्ति भर्खर यो मार्चमा भर्खर मरेछ। बिचरा कति वर्षको मान्छे यस्तो छ। मलाई पनि नेपालमा चाहिँ म मर्दाखेरि चाहिँ म चाहिँ क्रिस्चियन होइन बुद्धिस्ट हो भए पनि म मर्दाखेरि चाहिँ मलाई चाहिँ नजलाओस् जस्तो लाग्छ कि, किनकि मलाई पोल्छ नि त। म दुख्छ यसरी नै गाड्यो भने त। उनीहरूको त होइन पुरै महिना वर्षमा सफा गरिराखेको हुन्छ नि त। अनि हाम्रो चाहिँ चलाएपछि सकिन्छ। हेर्नु कति राम्रो यो झन् फुल यसरी फुलै फुल क्या। अब हामी चाहिँ घर जान लागेको साथीहरू। सबै कामहरू सक्यो, सफा गरिसक्यो। क्या घाम लागिरहेछ कि। मलाई यो मेरो म्यामको गाडी चाहिँ क्या मनपर्छ हौ, कस्तो राम्रो कलर पनि राम्रो छ। अब गाडी पनि राम्रो छ। मैले जिन्दगीमा कहिले गाडी किन्ने हो। मलाई कसैले गाडी गिफ्ट गरिदिनु न गाइसहरू। मस्त चढेर सरर हिँड्न पाउँथ्यो, के गर्नु छैन। साथीहरू यति भन्दै मेरो आजको भ्लग चाहिँ यहीँ इन गराउन चाहन्छु। त्यस्तो धेरै लामो भ्लग पनि छैन, सबैजनाले फुल भिडियो वाच गरिदिनु होला। अनि सबैजनालाई थ्याङ्क यू सो मच फर योर सपोर्ट गाइज। अनि बाई बाई, गुड नाइट एभ्रिवान।